सस है कस्तो आदि थिचेको मुनि खुट्टा पनि गर्नु खुट्टा गरेर माथि आउनु पर्यो धेरै हल्लियो पछि गाह्रो भइहाल्छ नि धेरै हल्लियो ल फेरि चप्पलले हाल्नु हेलो गाइज वेलकम टु माई न्यू ब्लग ल गाइज आज चाहिँ हामी यसो अब परिवार अब 22 धारा पार्क घुम्न आएको। अब 22 धारा पार्कमा चाहिँ यसो अब रमाइलो गर्न बच्चालाई घुमाउन दाइलाई घुमाउन यसो आएको हामी हाम्रो परिवार मिलेर। अब हेरौँ के कस्तो छ है गाइज। ल गाइज आज चाहिँ हामी यहाँ 22 धारा यो पार्कमा आइपुगेको छौँ माछा पोखरीमा। अनि गाइज यो चाहिँ अनि मेरो बुढी चाहिँ यहाँ टिकट काट्न गएको छ अनि हामी चाहिँ अब यता यहाँ ढोकातिर छौँ। म चाहिँ अब भित्र जाँदैछु तर भित्र गएँ नि छिर्न चाहिँ नपाइँदैछौँ त्यो साइडमा गएर गर्मी एकदम छ त्यही भएर साइडमा बस्नलाई मेरो बुढी चाहिँ टिकट काट्न आउँदैछ है गाइज। ल हेर्दैछौँ गाइज। ल गाइज यहाँ चाहिँ मेरो दाइ अलरेडी हो भनेर छाता ओढेर बसिरहनु भएको छ। ल यहाँ ल यो चाहिँ मेरो माइलो दाइ हो है। डकुमेन्ट्री यस्तो के बनाउँछ नि तिनीहरूको लागि 1000 तपाईँ अनि नेपाली लामो लामो अब जस्तो मुभीहरू खिचा हुन्छ नि मुभीहरू 10,000 आफै अनि टेली सिरियलहरूको लागि 5,000 देखि हेरौँ नि यहाँ फेरि के रहेछ केही छैन केही नबोल्ने कि भरे उठ्यो गर्ने त्यसो अनलाइन नदेखाइनु भयो होइन त राम्रो बनाएको त अरे आइयो मेरो अहिले बाँदर कहाँ फिस छ ए त्यो फिसहरू देखेँ किन खिच्नु जुमीमा यहाँ स्विमिङ पुल छ नि त यहाँ 15 फिटसम्म छ स्विमिङ पुल यहाँभित्र स्विमिङ पुल यताबाट अहिले भित्र कता जानुपर्छ क्या अनि मैले गएर 12 फिटमा 15 फिटमा टाइप दिएको यहीँ हो नि त मैले जिम्नास्टिक दिएर सस्तो हुन्छ होला है सस्तो हुन्छ होला सिफ्ट अनुसार हुँदो रहेछ 3 सिफ्ट हुँदो रहेछ बिहानै दिन्छ मजाले खेल्न पाइन्छ नि फेरि यहाँ त अर्कै छ हामी मिल्दैन क्या फेरि सजिदा बाबुलाई पनि फर्काउ यता तपाईँ जानु यसो फर्किनु त हाल्नु पऱ्यो मेरो मुखलाई चाहिँ ब्लर गर्न नि किन हजुर कत्रो महँगो मुख सेलिब्रेटी इन्टरनेसनल सेलिब्रेटी
जति पनि मान्छे छैन सबलाई भन्दै होइन के भन्दै सब्सक्राइब च्यानल सब्सक्राइब पहिला सुनिताले त्यसरी भन्दै हिँड्थ्यो उता भनेको ऊ छ कि डल्लु उता भनेको के केटा भनेको सानो ठाउँ हो खाली ठाउँ हो ये मछली मछली टर्की मछली जल्की रानी है ऊ यहाँ भित्र हो के ए तर्साइदियो कहाँ खालको पालो कुर्दा कुर्दा पानी पर्छ ए शङ्करपार्कमा भोलि बिहान गएर टन्नै छ अहिले त त्यहाँ दुबो रोपेको छ छोरा अहिले दुई खेल्ने ठाउँमा दुबो छ है मामु मलाई पनि थाहा छ नि ल के लगा अरुण युट्युबमा देखाउँदा त ठुलो देखाएको छ त पार्क के पार्क पनि देखाएको नि अब हामी पनि यहाँ यस्तो देखाउँदा ठुलो देखिँदैन यस्तै के हो ल मेरो दाइ चाहिँ माछा हेर्दै बस्दैछ गाइज रहेछ माछा ए त्यस्तो भएन कि तुम तल खिच्नु नि भ्लगमा यसरी माथि हुन्छ त्यसमा तल खिच्नु खिचेन लाउ न खिच्नु न औ यो जुम भनेको घरमा गएर हेर्ने हो त्यही होला त्यही होला स्विमिङ पुल त्यही ल के वाइ पानी छिर्छ नि त कहाँ खोइ त्यो माथि क्याक्टस कत्रो क्याक्टस यो क्याक्टस होइन नि कत्रो ल कोइजिला गर्लफ्रेन्डलाई ल्याउने टाइममा थिएन भन्न थिएन यहाँ आइएन ल्याइन्छ कि अब बुढी लाउने टाइममा बुढी छैन यहाँ छैन धारा त तल रहेछ नि ए अनि तल जाउँ यता है ल लगाइ पैसाहरू चाहिँ मुन्की छ जङ्गल चाहिँ नि देखेन यत्रो जङ्गल स्टिल डार्क अराउन्ड क्विक के छ कहाँ छ स्नेक कत्रो कत्रो डुबुल कुटे हानिरहेको त हेर्नु है
के कहिले पनि नबिर्छ जे चिज मरे पनि माथि सकिन्छ माछा मरे हाउ छोरो संसार पिस के चिप्स ल्याएको भए बसेर खानुहुन्थ्यो ल्याएर हुन्थ्यो ल्याएन उनीहरूले पनि हुन्छ होला जस्तो लाग्छ के रहेछ किन चल्यो बाँदर होइन बाँदर यसो नगर बेबी कान्छामा सफा गरिरहनु होइन त्यो जाली हुन्छ यसरी त्यस्तोले गर्नु गाइस कछुवा कछुवा कतिवटा था एउटा हो दुईवटा होला मैले देख्ने एउटा देखेँ दुईवटा कान्छीको देख्ला नि एउटा हुँदैन नि मन्दिर आएर मन्दिर त्यो सर्पको माथि सुतेको पानी खिच्छ त छोरा टिप्नु काँडा मेरो उता जान सुमुर्गे गु हो नि त यो क्या हाल है दरोगा बाबू हेलो ल गाइस चल्छ पानी त छैन अब कहाँ पानी हुन्छ त अहिले ल गाइस यही हो 22 धारा पानी नभएको धारा के हो बाबु आँखा भरि पार्यो पापा 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 पापालाई गरी भइरहेको अरे पापालाई मम्मी अहिले मम्मी कोठा खान्छ फेरि यो पापालाई चाहिँ पापालाई नै नसके होइन काम लाग्यो पहिला भाइ हाँ होइन यो अर्को
हाम्रो आक्रमको धेरै ठुलो हुँदैन पानी टाइपको छ होइन छ्या विदेशमा खान्छ कत्रो कत्रो त्यो असलीमा छ जस्तो लाग्छ असली भुजिया सुजिया ल्याएको छर्दिनु कति काम लाग्छ ल जाउँ म पनि आज मात्रै आएको तिमीले हेर्नुलाई कता गएको त ल छिटो हिँड्नु न त हिँड्नु छ के अरे तिमी चाहिँ उठी पारिदो यहाँ छ मान्छे स्याउँदैछ ए त्यो डुब्नु नै ल मालदाएर नि के गर्छ च्याटिङ गर्दैछ त्यो हिलोमा हेऱ्यो नि बुढीलाई होला त नि मान्छेले के खानेकुरा लिएर आएको रहेछ अघि नै भएन थाहा भएन बाहिर गएपछि आउँदैन होला तिनीहरूले आफ्नै पैसा युज गर्नुपर्छ कस्तो एयरफोर्स हो त्यो यसरी हिँड्दा पनि कस्तो Few moments later. कहाँ कहाँ गयो कहाँ गयो सोझो भइदिने यो त डेन्जरवाला पो रहेछ त चिनु डेन्जरवाला त्यसलाई मजा लाग्यो त्यसले हामीलाई हेर्दैछ त्यहाँ हामी कहाँ जान्छौँ र छोडेर तर भन न अस्ति नै खेल्न छोड्दा हामी त गएको थियौँ नि को कपाल मिना आउनु छ नदेखिने मान्छेहरू यस्तो नराम्रो देखिने नि यसो त्यो मङ्गोलियनहरू चाहिँ प्योर हुन्छ नि यस्तो काटेको जस्तो मान्छे हुने कि छैन जस्तो यसको बाली ठुलो रहेछ तर अहिले एउटा केटीले यहाँ चिन्नै गरेको छ हौ यस्तै भन्छ है कस्तो आदि थिचेको मुनि खुट्टा पनि गर्नु खुट्टा गरेर माथि आउनु पर्छ धेरै हल्लियो पछि गाह्रो भइहाल्छ नि धेरै हल्लियो फेरि चप्पलले हाल्नु
Baby,